हेलो एभ्रिवान, गुड मर्निङ। 2023-7-6 मा मैले डक्टर टोसिमा contact@gmail.com जुन चाहिँ उहाँले मेलको लागि आफ्नो सेन्ड गर्नुभएको थियो, त्यसमा हामीले मेन्ड गरेको थिएँ। एज अ डक्टर नरोत्तम झा, एनेस्थोलोजिस्ट वर्किङ एट नारायणी हस्पिटल, स्कलरसिप बन्ड। त्यो बेलाको एनएसएससीआईको कन्डिसन र एचओडी मेडिकल सुप्रिन्टेन्डेन्ट र विकास समितिले आफूमा गरेको चलखेलहरूको बारेमा उहाँलाई मैले गुनासो गरेको थिएँ। र राष्ट्रिय स्वतन्त्र पार्टी र उहाँ पनि एउटा पोजिटिभ वुमेन भएको कारणले डक्टर्सको होप हुनुहुन्छ र मैले रिक्वेस्ट गरेको थिएँ कि एकचोटि पार्लियामेन्टमा चाहिँ यो कुरा चाहिँ नारायणी अस्पताल र उसको अथेन्टिसिटीको बारेमा प्रश्न गर्नुहोस् भनेर मैले उहाँलाई रिक्वेस्ट गरेको थिएँ। र राष्ट्रिय स्वतन्त्र पार्टी इज अ भेरी पोजिटिभ भाइब्स भएको पार्टी हो र पर्सा र मध्य प्रदेशमा चाहिँ उहाँले हेल्थ फेसिलिटिजहरूको लागि चाहिँ पार्लियामेन्टमा एकचोटि कुरा गरेर जतिसम्म गर्न सक्नुहुन्छ गर्नको लागि एज अ डक्टर रिक्वेस्ट गरेको थिएँ। दिस इज युथ कन्सर्न एन्ड अल्सो इट्स ए कन्सर्न फर एभ्री वान राइट्स। लोकल मिनिस्टर हेभ नो इन्ट्रेस्ट अन दिस टपिक, सो डक्टर टोसिमा प्लिज हेल्प मी एन्ड एभ्री पुवर पिपल एट नारायणी हस्पिटल बिरगञ्ज। म चाहिँ डक्टर लेखचन्द दाईलाई पनि बधाई दिन चाहन्छु र दुवै डक्टरहरूलाई एकचोटि हाम्रो लेभल अफ मेडिकलको चाहिँ अलिकति लेभल हाई गर्नको लागि चाहिँ रिक्वेस्ट गर्न चाहन्छु र बधाई पनि दिन चाहन्छु। धन्यवाद।